नमस्ते सबैजनामा हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु र अहिले भने चाहिँ मैले पेसेन्जर पाएको छु 2 जना र उहाँहरूलाई लिएर जाँदैछु मादरीहाट र अहिले चाहिँ बजारको तयारी भइरहेको छ हेर्न सक्नुहुन्छ हजुरहरूले अनि हजुरहरूले मेरो भिडियो हेर्नु भएर मलाई माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र के गर्नु म अरु भिडियोहरू बनाउन सक्दिन र मेरो चाहिँ टोटो चलाएर नि मैले आफ्नो घर परिवारहरू चलाउनु पर्छ त्यसै कारणले अरु कन्टेन्ट बनाउनु पनि म भ्याउँदिन र अहिले भने चाहिँ म गेस अफिसमा आइसकेको छु र यहाँ गेसको टिकट लिएर चाहिँ म चाहिँ गर्दैछु गेस लोडिङ अनि फेरि मैले यहाँ बहिनीको दोकानबाट भेट्छु पेसेन्जर र यहाँ बहिनीको दोकानमा पनि आउनु भएर केकहरू लिदिनु होला यहाँनिर चाहिँ सबै प्रकारको केकहरू पाउँछ र मैले चाहिँ पेसेन्जर पाइसकेको छु गाउँ जानुको लागि र उनीहरूलाई लिएर चाहिँ म चाहिँ निस्किन्छु गाउँ जानुमा र यहाँ दिदीलाई चाहिँ घरसम्मै पुर्याइन्छु किनभने गेसको ट्याङ्की थियो र मैले फेरि बजार जाने पेसेन्जर पाइसकेको छु र बिओसीको बाटो भएर चाहिँ म चाहिँ जाँदैछु जामतोला बजार र यहाँ चाहिँ हो हाम्रो सानो दार्जिलिङ हो यहाँ पनि मान्छेहरू घुम्न आउनुहुन्छ र अहिले भने चाहिँ हामी सबैजना बजारमा पुगिसकेका छौं र बजारको दिन चाहिँ गाडीहरू पनि जाम नै हुन्छ हेर्न सक्नुहुन्छ हजुरहरूले र बजारको भ्यू चाहिँ हजुरहरूलाई म सिनेमेटिकमा देखाउने छु र सबैजना पेसेन्जर बजार गरेर आउन सक्नु भएको छ र दिदीहरूलाई चाहिँ म घरसम्म नै छोडिदिन्छु र उनीहरूले चाहिँ बनाउनु हुँदैछ अहिले चिया र यहाँनिर चाहिँ हुनुहुन्छ आन्टी पनि हुनुहुन्छ र आन्टी चाहिँ लङ्कापाडाबाट आउनुभएको आन्टी अनि यहाँ हुनुहुन्छ सेजल दिदी र उनीहरूले चाहिँ चियाहरू बनाएर दिनुभयो भेट्नेछु तपाईँहरूलाई अर्को भिडियोमा बाई बाई लाइक कमेन्ट शेयर सब्स्क्राइब सपोर्ट गरिदिनुहोस् होला तपाईहरुले